पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन 21 का लागि प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसकेको छ। जेनजीको आन्दोलनबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गठबन्धन कांग्रेस एमाले सरकार ढलेपछि बनेको यस अन्तरिम सरकारले गर्ने निर्वाचनमा आन्दोलनरत समूहबाटै कतिपयले मतदान गर्नका लागि कानुनी समस्या छ। मतदाता नामावली ऐन 2073 को दफा 4 को उपदफा 2 को 2 मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था छ। नेपालको संविधानले 18 वर्ष पुगेको नागरिकलाई मतदानको अधिकार दिएको छ। यस व्यवस्था बमोजिम आगामी निर्वाचनको अघिल्लो दिन 20 फागुनसम्म 18 वर्ष पुग्ने नागरिकले मतदान गर्न पाउनुपर्छ। यद्यपि अघिल्लो निर्वाचनको अवधि 5 वर्ष नसकिँदै असामान्य परिस्थितिमा निर्वाचन गर्नु परेकाले कानुनी समस्या उत्पन्न भएको हो। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती अध्यादेश मार्फत कानुनी गाँठो फुकाएर मतदाता नामावली अद्यावधिक गर्नुपर्ने बताउँछन्। आगामी फागुन 20 गतेसम्म थुप्रै नागरिक 18 वर्ष पुग्छन्, उनीहरूलाई मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन। पूर्व प्रमुख आयुक्त उप्रेती भन्छन्, यसका लागि कानुन संशोधन गर्न संसद छैन। ऐनलाई फुकाउन एकै लाइनको अध्यादेश ल्याएर भए पनि मतदाता नामावली अद्यावधिक गर्नुपर्छ।